यो गाइस वेलकम टु माई राका ब्लग्स अफ डे 9 अनि हामी चाहिँ राति बुटोला आइपुगिसकेका थियौँ अनि बुटोला आएर चाहिँ हामी यो होटलमा बसेको थियौँ है योमा यहाँ आएर यसमा पहिले पनि आबेला पहिले पनि यहीँ बसेको थियौँ आज योगेशलाई मिस गरेर अनि योगेशलाई पनि मिस गरेर आन केटाहरूले मैले पनि गरिरहेको छु योगेश अनि अब चाहिँ ब्याग स्याग बान्ने तरिका हुन्छ एउटा अनि ल अब ब्याग स्याग प्याक गर्छौँ अनि हामी चाहिँ अब कहाँ लाग्ने हो त्यतातिर लाग्छौँ 24 बेला हो अब हामी चाहिँ अहिले चाहिँ ठ्याक्क लुम्बिनी आइसकेका छौँ अनि लुम्बिनीको यो चाहिँ म्युजियम होला सबैलाई थाहा छ होला है यो म्युजियम अहिले चाहिँ यताबाट यो पनि बाटो छ नि त अहिले पनि छ नत्र यो साइडमा चाहिँ अर्को नयाँ बाटो बनाएर चाहिँ यो पुल देखिरहेको छ नि गाडी बाइकहरू जानको लागि त्यतातिर अनि हामी चाहिँ एकछिन नास्ता सास्ता खानलाई बसेको छौँ यहाँ अनि हाम्रो साथी भाइ त्यहाँदेखि चाय पिँदै हो होइन जापानिज क्या कलर आनिदिन्छु मैले ल हाम्रो लुम्बिनीको नास्ता यस्तो छ यहाँ त हामी चाहिँ यस्तोमा छौँ दुई भाइ यहाँ चाहिँ यस्तो मन्दिर जाने बेला मान्छेले चिकन खाँदैछ मन्दिर होइन नि त्यो भिजिट गर्नु जान्दा त्यस्तो अहिले फेरि है टाइट गराएको छु तान्न सक्दैन के बाँदरको डर तलतिर त हुन्न होला नि बाँदर लगिदिन्छ नि त्यो भिडियो राखेन चस्मा साट्टा लगिदिन्छ बाँदरले सबसे लभली लभली बोट यहाँ चाहिँ बोटको पनि सुविधा के गीतने रे बादल कहिले पनि जिन्दगीमा कहिले पनि नबुझ्ने आएको है केटा हावा हुरी पानी बतास सबै आएन आइजन ओए आर्यन ल हामी गौतम बुद्धको रियल सुन पुरै गोल्ड है 24 क्यारेट गोल्ड हो यो ओरिजिनल हो के पुरै ओरिजिनल गोल्ड यत्रो हेर्दा सुन कति छ यहाँ लभली छ है लभली भिजिट लुम्बिनी इयर्स 2012 पढ अब यहाँ सबै कच किन यति भिड छ बे यहाँ त कस्तै भिड छ त केटा मान्छेहरू यहाँ हेर त पुरै कमिला छ हेर यो बाटोमा मायादेवी टेम्पल जाने ठाउँमा यहाँ फेरि फोटो सेसनको काम चलिरहेको छ लुम्बिनी जात मान्छेको भिड हेर त केटा शनिबार भएर हो कि क्या हो यही छ क्या औडा भिड पुगेँ के होला यहाँ फोनमा बिजी टिकट काट्न कोही पनि माने आएन कोही पनि नजाने म पनि नजाने यो पनि नजाने यो पनि त्यहाँ भिड छ क्या बस्दै भिड तजा भन्ने कुरा भइरहेछ यहाँ कोजा भन्ने कुरा हुन्छ यहाँ यो जान्छ बास यही जान्छ नि है कहिले गएन कहीँ केहीमा गएन यो जान्छ त्यही हो आज यही जान्छ ल फाइनल भने तपाईँले काम गर्नु लभली छ तर त्यही भाग्यो कुरा मैले भने किन हो र खै त गाइजहरू हाम्रो टिकट जाने चाहिँ भोटिङ सिस्टम हुँदैछ अब जसकोमा धेरै भोट हुन्छ त्यही गयो भन तको ल भन्नु भाइ तैँले को मैले आर्यन मैले रमेश हामी नेपालले ट्याक्क भारतीय नागरिक सारको नेपालले पैसा लास्टै कमाएको छ है नि भिडियो पाइँदैन भिडियो बनाउनु भिडियो त बनाउनु बाहिर पाइयो यस्तो भिड छ ल टिकट चाहिँ आइसक्यो केटा हो होइन 3 जनाको अनि केटाहरूले ए जाडो जाडो होइन गर्मी छ इन्डियादेखि के गरे केटाहरूले लास्टमा मलाई पठायो बेमा हिरो
हो 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 धेरै भोट हुन्छ केमा भोट जुत्ता लगाएर त्यहाँ राखिदिनेमा भोट है हेड छोडो तर फेरि मलाई भने सरी तैँले फेरि मलाई भने हालास किन मैले आर्यन ल हो थाहा थियो कि मलाई यस्तै यस्तै भन्छन् भनेर ल फेरि वान्स मोर ल वान्स मोर त्यो हुन्न कि एकचोटि भागेको कुरा म छोराउँछु हेर कता गइहाल्छ ल यो है हाम्रो जुत्ता जुत्ताहरू बन्दै छ यसरी चाहिँ नराखिदिउँ किनभने जुत्ता राख्ने ठाउँ बनाएको छ नि त उता होइन त्यही राख्ने हो नि त यसरी बाहिर पब्लिकली जुत्ता मन्दिरको गाडी यस्तो नगर्नु पर्ने हो है पब्लिक धेरै भयो भने यस्तो भिड छ टिकट चेकिङ सामान केटा हामी मायादेवी टेम्पलमा छिरिसकेका छौँ नि लम्बी छिर्लाम तर भित्र चाहिँ अब अशोका पिल्लर अहिले हामी त्यही जान्छौँ कसले अहिले हामी त्यही जान्छौँ के यो बनाएर सही गरेछन् तातो भयो एउटा त गोरो भएको छ त हो अब भित्र चाहिँ कहाँ लेखेको छ साइलेन्ट प्लिज यो पनि पढाइ स्क्रिनसट गरेर केटा भित्र चाहिँ भित्र के हुन्छ अरे बादल भित्र भिडियो गर्नु पाइन्न नि बाहिर चाहिँ पाउँदैन त्यस्तो भिडियो बन्द गर्यो पाइन्न भित्र त ऊ गर्दैन के अरे यहाँनिर चाहिँ पाइला हो क्या बुझेनस् गौतम बुद्ध जन्मेर ट्याक्कै हिँडेको पाइला होइन त्यही भएको 50 कोटी आइसक्यो फोटोग्राफी इनसाइड मन्दिर है अब भित्र बन्द केटाहरू सक्यो हामी चाहिँ अब भित्र भगवान्को दर्शन गरेर पाइलाको बाहिर निस्किसकेका छौँ केटा बुद्ध जन्मेको ठाउँ ढुङ्गा पाइला पनि होइन ए ल माछाको फुटा हानिदिने हेरौँ यी माछाहरू यो अशोका पिल्लर लभली छ है मान्छेको भिड त सबले माछा है कमी ल ध्यान गरेर बस्छ एकछिन कहाँ बस्छस् त भन्दा त्यो रुखमा अब त्यो आर्यन गौतम बुद्धले ध्यान दिएको यही हो नि अगाडिबाट नि यही भने जस्तो मान्छे त त्यही त यही होला कि अगाडिदेखि हेरौँ न हेर्नु छ कि मोती सोती के छ कि यहाँ मान्छेको भिड हो भगवान्को त्योलाई हेर्नलाई भिड यही हो क्या त्यो ट्याक्क ठाउँ पनि सेप पनि बनाएर क्या हेर्न यहाँनिर आमाले त पुरै छेक्नु भएको त्यहाँ त दामी भ्यू त सुन्दरता भन्ने चिज यो हो क्या शान्त वातावरणमा हो हामी चाहिँ अशोक पिल्लर पनि दर्शन गरेर अब चल्दिसानु लाग्यौँ है साइलेन्ट जहाँ पनि साइलेन्ट हो यहाँ लगी छ डक्टर यहाँ फेरि के सुकाउन हो कि बेच्न राखेर थाहै छैन यार लगेर हामी चाहिँ मन्दिरदेखि ट्याक्क बाहिर निस्केर यति टाढा आइसकेका छौँ अब यहाँदेखि अब कहाँ जान्छौँ त अरू मन्दिर घुम्छौँ कि घुम्दैन भन्ने कुरा यहीँ पौडी खेल्ने को गौतम बुद्ध यहीँ पौडी खेल्नुहुन्थ्यो अरे त्यही भन्छ कि त्यसले तर दामी भन हान ड्याम यहाँ डुङ्गा पनि हाल्यो भने त बवाल देखिन्छ होला नि मेरो मात्र नभएको केटा के हो यार सबै नेसनल चक्लेट पनि नेसनल चक्लेट हो क्या मान्छेहरू ओए कस्तो बाबा ओए तपस्या गर्दै हुनुहुन्छ यहाँ चाहिँ गौतम बुद्धको स्ट्याचु हामी चाहिँ अहिले चनौटा आइपुगिसकेका छौँ र चनौटामा आएर चाहिँ यो चनौटा बजार भयो चाइनिज फुड स्टल अनि चाइनिज भिजा आयो मुखमा पानी आयो यार ल
ल साथी पकड पकड साथी खाऊ खाऊ ए खाँदा खाऊ खाऊ खानको अब के अरे आवा आवा नहीं यार लोकल फूड आउँदा है कडा आज लोकल फुड नभन्ने सबै साथी पैसा सक्यो ठिक छ Tell me to